डिजाइन गर्न लाग्दा धेरैजना कन्फ्युज हुनुहुन्छ होला। प्लाइवुड, एमडिएफ र पार्टिकल बोर्डमा के डिफरेन्स छ त अनि हामी कुन युज गर्ने? सिम्पल तरिकाले बुझ्दा प्लाइवुड काठको लेयरहरू क्रस गरेर बनाइएको हो। यो बलियो, टिकाउ हुन्छ र पानी पनि केही हदसम्म सहन सक्छ। किचन, वार्डरोब र बेड जस्ता हेभी युजका लागि बेस्ट हुन्छ। एमडिएफ काठको धुलोलाई प्रेस गरेर बनाइएको बोर्ड हो। सर्फेस धेरै स्मुथ हुन्छ। पेन्ट र सीएनसी डिजाइनका लागि राम्रो हुन्छ, तर पानी लागे छिटै बिग्रिन सक्छ। त्यसैले वेट एरियामा रेकमेन्ड हुँदैन। पार्टिकल बोर्ड काठका साना टुक्रा जोडेर बनाइएको हुन्छ। यो सबैभन्दा सस्तो हो, तर बलियो कम हुन्छ र पानी लागे तुरुन्तै बिग्रिन्छ। टेम्पररी र लो बजेट फर्निचरका लागि मात्र ठिक हुन्छ। राइट मेटेरियल चुज गर्नुभयो भने इन्टेरियर लङ लास्टिङ हुन्छ। स्टिल कन्फ्युज हुनुहुन्छ भने नेपाल इन्टेरियर डिजाइनलाई सम्पर्क गर्नुहोला।